आज गाउँको साथीहरुसँग पिकनिक जाँदा यतिको रमाइलो हुन्छ भनेर कहिले पनि सोचेको थिएन मैले। सो अल राइट गाइज, आज चाहिँ फेरि पनि न्यू एन्ड फ्रेश मिनी भ्लग लिएर आइसकेको छु। जस्तो कि तपाईहरुलाई थाहा छ, आज चाहिँ हामी गएर आएको छौं पिकनिक, त्यो नि तुरतुरे। तुरतुरे भने के हो थाहा छैन भने चाहिँ लास्टसम्म हेर्नु होला। यस्तो मजाको भ्यूको इन्जोय गर्दै जाँदाखेरि खोलामा एकचोटी लडे पनि। गाइज अब हामी चाहिँ 1-2 जना हैनम 7 जना जान लागेको। यो नेचुरल भ्यू चाहिँ हेर्नु सक्नुहुन्छ तपाईहरु। यस्तो बवाल थियो नि कि यहाँ हामीले 4-5 वटा फोटो पनि हानिम। एकचोटी लड्नु पाछ नि कि अर्को चोटी पनि चिप्लेर लड्दिरा। आजको पिकनिक स्पोट हामीले यो ठाउँमा सेलेक्ट गर्यौं किन भन्दाखेरि यहाँ चाहिँ पानी एकदम फ्रेश थियो र शीतल पनि थियो। यहाँ चाहिँ खानलाई पापर पोल्दाखेरि एउटा पापरमा दुलो भइसकेको थियो, जुन चाहिँ एकदमै फनी थियो के। यता चाहिँ हाम्रो दोस्तले चौचौ सादिरहेको थियो। खोइ किन न किन यो सादेको त एकदमै मिठो थियो के, जुन चाहिँ म तपाईहरुलाई वर्डमा एक्सप्लेनै गर्न सक्दिन। यता चाहिँ हाम्रो वान अफ द फेभरेट करेन्ट पनि रेडी भइरहेको थियो। करेन्ट रेडी गरेर मात्रै हुँदैन, खानु पनि पर्यो। त्यसैले सबजना चाहिँ खानु बस्दिको। रमाइलो गर्दै खाँदै गर्दाखेरि चाहिँ एकदमै मजा आइरहेको थियो। यदि तपाईहरुलाई सबै चीज डिटेलमा हेर्नु छ भने चाहिँ मेरो युट्युब च्यानल भिजिट गरेर लङ भिडियो पिकनिक ब्लग भनेर हेर्नु होला। स्पाइसी भएको कारण चाहिँ धेरै जसोले खानै सकेन र छोड्दियो। हामीले गरेको सबै फोहोर एक ठाउँमा जम्मा गरेर आगो बालेर अब चाहिँ हामी जान लागेको तुरतुरे। सो गाइस, तुरतुरे भनेको चाहिँ यही ठाउँ हो। यदि तपाईहरु भिजिट गर्न चाहनुहुन्छ भने आएर गर्न सक्नुहुनेछ। आजको पिकनिक चाहिँ हाम्रो यसरी बित्यो। अब चाहिँ हामी घर जान लागेको। यदि तपाईहरुलाई भिडियो अलिकति पनि राम्रो लागेको छ भने चाहिँ भिडियोलाई लाइक गर्न नबिर्सिनु होला। के तपाईहरु पनि कुनै यस्तो ठाउँमा पिकनिक खान जानु भएको छ? यदि जानु भएको छ भने कमेन्ट गर्नु होला। Thanks for watching.